So guys, this is Nepali Freaks in the streets of Dubai भनेर बनाउने हैन Guys, Nepali Freaks in the streets of हैन Nepali Freaks in the streets of Al Gubaiba bus station हैन This is my day 15 in Dubai अनि यसपछि अहिले कन्टिन्यू गरौँला It's early 5:45 in morning हैन अनि we are out for a walk मसँग चाहिँ ब्रो पारस है उसको नाम चाहिँ हैन पारस तिमीले आफै इन्ट्रोड्युस गर्दियो ब्रो तिम्रो नाम मजाले म के इन्ट्रोड्युस गर्नु हो यहाँ आफ्नै भेट्जा भइराछ है गाइस उसको नाम चाहिँ पारस हो हैन उलाई मैले यहाँ आएर भेटेको हो 10 दिन जति भयो उलाई पनि भेटेको हामी एउटै रुम शेयर गरेर बसिरहेछौं अनि अहिले चाहिँ हामी यो क्रिक साइड तिर वाकमा गइरहेछौं हैन मर्निङ वाक बरदुबईको क्रिक साइड है गाइस हामी चाहिँ अहिले यता यो इन्फिनिटी ब्रिज उतैतिर छ त्यहाँतिरको भ्यूसम्म पुग्छौँ जसलाई यो बाटो नै कहाँ जान्छ थाहा छैन कि अनि उ यहाँनिर यो पछाडिको बोट देखाउन लागिरहेको थिएँ गाइज है यो चाहिँ मेरो बोट भएको है म लुट्न जान्थेँ गाइज मान्छेहरू बटुलेर अरू कन्ट्रीतिर है भवाल ब्रिज हो हैन मलाई यो यसको बारेमा पनि खासै थाहा छैन त्यहाँ बोर्डमा हेरेको थिएँ अनि जस्ट एन्जोइङ द भ्यू बवाल गाइज वर्ल्ड टलेस्ट है आर्टिफिसियल बिल्डिङ यहाँबाट पनि देखिरहेछ बवाल अनि यहाँ मान्छेहरू फिसिङ गर्न आइरहेछ उता पारिपट्टि नि गरिरहेछ मान्छेहरूले फिसिङ है त्यतातिर नि गरिरहेछ यहाँ पनि मर्निङमा यसो हान्न आउँदो रहेछ गाइजहरू है यो चाहिँ हाम्रो पराठा र तरकारी प्याक गर्ने ठाउँ है सधैँको दिस इज द प्लेस राइट हियर के हो यो अल वख रेस्टुरेन्ट पछाडिको चाहिँ बस स्टेसन बिहानै यहीँबाट सुरु गरेको थियो हाम्रो ब्लग अहिले फेरि हामी यहीँ आयो अब खाजा खान्छौँ ब्रेकफास्टहरू खान्छौँ अनि सी यु एट द नेक्स्ट ट्रिप पकर्स गाइस दिस इज आवर ब्रेकफास्ट गाइस है म चाहिँ अघिनेको क्लिप पछि सिधै अहिले फ्रेस भएर एकछिन रेस्ट गरेर दिउँसो खासै काम थिएन एउटा ठाउँमा जानु थियो तर त्यहाँ चाहिँ क्यान्सल भयो अनि मेरो एकजना नेपालको दाइ आइरहनु भएको छ हाम्रो विनोद दाइलाई भेट्न जाँदैछु यहाँ पेट्रोल पम्पमा अगाडि भेट्ने भन्नुभएको छ एउटा 2 मिनट्स अब सी एट द नेक्स्ट स्टेप यस सर विनोद दाइ हाउ आर यु भन्नु अनि वी आर इन द फेरि क्रिक भ्यू है म बिहान नै आएको थिएँ यहाँनिर दाइहरूसँग एकछिन भेट्न आएँ गाइज आजको मेरो यो फर्स्ट भ्लग हो क्या दाइ टुवेको अनि आजदेखि सुरु गर्थेँ म आज अपलोडै हालिदिन्छु सिधै पिस आउट गाइज किप वाचिङ नेपाली फ्रेक्स यस सर है भर्खरै बवाल डिनर हाने दाइहरूसँग बसेर दाइहरू सोनापुर जाँदै हुनुहुन्थ्यो जानुभयो सोनापुर ट्याक्सी बुक हानेर अनि म चाहिँ फर्किँदैछु अब आफ्नो रुममा अब गएर एकछिन बस्छु टन्न खाएँ गाइस यस्तो मिठो थियो नेपाली भात होइन त्यस्तै त्यस्तो टेस्ट पाउन अलिक गाह्रो छ कि अलिकति महँगो नि पर्छ होइन त्यसै थकाली खानाको 23 दिराम पर्छ होइन गाइस यहाँ सिटी सेन्टरको अगाडि छु मेरो लोकेसन यतापट्टि हो Peace out guys है नेपाली फ्रेक्स इन द स्ट्रिट्स अफ बरदुबईमा मैले भ्लगहरू हेरेको थिएँ खासै भ्लगहरू देखिनँ भ्लगरहरू देखिनँ अरू भन्दा नि आम द ओन्ली वान भ्लगर इन बरदुबई गाइज नेपाली फ्रेक्स बरदुबईमा अब डेली रेगुलर भ्लग देख्नु सक्नुहुन्छ हजुरहरूले पिस आउट अन्टिल नेक्स्ट टाइम आजको भ्लग यतिरै थियो भेटेर चाहिँ खुसी लागेको थियो पिस आउट अन्टिल नेक्स्ट टाइम